दर्शकवृन्द नमस्ते। वैदेशिक रोजगार मिडिया हेरेर बस्नुभएका सम्पूर्ण दर्शकवृन्दहरूमा म के अवगत गराउन चाहन्छु भने हिजो साँझ करिब 7:15 बजे इरानले कतारमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदैद माथि केही क्षेप्यास्त्रद्वारा हमला गरेको थियो। क्षेप्यास्त्रहरू प्रहार गरेको थियो। इरानले यसलाई आफ्नो प्रतिरक्षाका खातिर यो हमला गरेको बताएको छ। यद्यपि कतारले यसलाई आफ्नो सार्वभौमसत्ता, आफ्नो अधिकार र अन्तर्राष्ट्रिय कानून विपरीत आफूमाथि क्षेप्यास्त्र प्रहार भएको जनाएको छ, जसले गर्दा कतारको सार्वभौमसत्तामाथि नै खतरा उत्पन्न भएको पनि जनाएको छ। हिजो साँझ करिब 7:15 बजे यी क्षेप्यास्त्रहरू कतारी सीमामा, कतारी आकाशमा देखिने बित्तिकै यहाँ रहेका नेपाली र आम आप्रवासीमा एक प्रकारको डर त्रास सृजना भएको थियो। त्यस लगत्तै करिब 15 मिनटको यो अवस्थापछि कतारको परराष्ट्र मामिला मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले वक्तव्य जारी गर्दै यस हमलाले र यी क्षेप्यास्त्रहरू प्रहार हुनाले कतारमा कुनै मानवीय घटना क्षति नभएको, कुनै अप्रिय घटना नघटेको र सबै सुरक्षित रहेका र त्यसबाट हतोत्साहित नहुन आग्रह गरेका थिए। साथै त्यस हमलाको निन्दा पनि गरेका थिए, किनभने कतारमा आजसम्म यस प्रकारको घटना इराक युद्ध पश्चात भएको थिएन। लामो समयको अन्तरालपछि कतारी इतिहासमा अर्को एउटा घटना घटेको कुरा म यहाँहरूमा राख्न चाहन्छु। यद्यपि कतार सरकारले यहाँ रहेका नेपाली र आम आप्रवासीहरूलाई कुनै पनि सामाजिक सञ्जालमा आएका विश्वास गर्न नसकिने भिडियो, फोटो, तस्विरहरूमा विश्वास नगर्न आग्रह गरेको छ र यहाँ कतारको वर्तमान अवस्थाबारे कतार सरकारले सम्प्रेषण गर्ने, कतारको आधिकारिक सूचना दिने प्रणालीले ती निकायहरूले दिएको सूचनामा मात्र भरोसा गर्न र विश्वास गर्न आग्रह गरेको थियो। साथै अनाधिकृत समाचारहरू, सोशल मिडियामा आएका कुराहरूलाई सम्प्रेषण नगर्न, त्यस प्रकारका भिडियोहरूलाई पनि सामाजिक सञ्जाल लगायत अन्य माध्यमद्वारा सम्प्रेषण नगर्न पनि आग्रह गरेको थियो। कतारको कानून अनुसार यस प्रकारका अनाधिकृत भिडियो, फोटो, समाचार सम्प्रेषण गरेको खण्डमा न्यूनतम 5 वर्ष कैद र 1 लाख रियाल भन्दा बढी जरिवाना हुने कानूनी प्रावधान रहेको छ। जहाँसम्म मध्यपूर्वको अवस्थाको कुरा छ, मध्यपूर्व कतार लगायत मध्यपूर्व यति बेला स्थिर अवस्थामा रहेको छ। यहाँ तत्कालै डर मान्नुपर्ने, तत्कालै युद्धको बादल छाएको भन्न सकिँदैन। हिजो पनि कतारी डिफेन्स सिस्टमले इरानद्वारा प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई आकाशमै निस्तेज पारेको थियो, निष्क्रिय पारेको थियो। कतार पूर्णतः सक्षम छ यसमा। र अर्को कुरा, कतारको अन्तर्राष्ट्रिय स्तरमा कतारको भूमिका, कतारको मध्यस्थता र शान्ति स्थापनार्थ कतारले गरेका र कतारले चालेका कदमहरू सराहनीय छन्। जहाँसम्म युद्ध विरामको कुरा छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल मार्फत यस कुराको प्रत्याभूति गरेका छन् कि अब युद्ध अन्त्य हुनुपर्छ र यो युद्ध अन्त्य गर्न म क्रियाशील रहेको छु। कतारको मध्यस्थतामा इजरायल र इरान बीचको युद्ध पनि अब अन्त्य हुने प्रक्षेपण गरिएको छ। तसर्थ
कतारमा रहेका र मध्यपूर्वमा रहेका नेपालीहरूले तत्काल त्यस्तो डर मान्नुपर्ने अवस्था छैन। तथापि यहाँको समाचारहरू, यहाँका भिडियोहरू, यहाँका तस्विरहरू सोशल मिडियामा राखेर आफ्नो परिवारलाई पठाउने काम हामीले गर्नु हुँदैन। यदि हामीले त्यसो गरेको खण्डमा हाम्रो परिवार, हाम्रो आफन्तजनहरूमा डर, त्रास र भय सृजना हुने भएको हुनाले हामीले ती कुराहरूबाट हामी टाढा रहनुपर्छ। मध्यपूर्व स्थिर छ, मध्यपूर्वको अवस्था ठिक छ। यहाँ त्यस प्रकारको कुनै युद्धको सम्भावना तत्काल देखिएको छैन। नेपाली दूतावासले पनि हिजो साँझ आफ्नो प्रेस विज्ञप्ति सूचना जारी गरेर संयमित हुन आग्रह गरेको छ र सुरक्षित स्थानमा आफ्नो ठेगानामा घरमा रहन आग्रह गरेको छ र कुनै पनि सूचना सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ। तसर्थ हामी कामना गरौं यो देखिएको युद्धको अवस्था, यो देखिएको अवस्था र यो भयावह अवस्था जुन यति बेला मध्यपूर्वको अन्य देशहरूमा देखिएका छन्, इरान, इजरायल, प्यालेस्टाइन, गजामा, यो चाँडै नै निर्मूल होस् र विश्वमा शान्ति स्थापना होस्। धन्यवाद।